नमस्कार, म अमित र विगतको दिनहरुमा तपाईलाई थाहा भएकै कुरा हो म एउटा नेशनल पार्टीबाट बिलङ गर्थेँ जसमा म कांग्रेसको न्यू प्रेसिडेन्ट पनि थिएँ र आज हाम्रो सब डिभिजन ब्लकको प्रेसिडेन्ट श्री देवा लेप्चाको नेतृत्वमा र साथसाथै हाम्रो अन्जु दादाको नेतृत्वमा म आज टिएमसीको झण्डा पक्रेको छु। यसको मुख्य कारण के छ भन्दाखेरि आजको दिनमा अगर पहाडमा हेर्यो भने हामीले जे जसो हुन्छ एउटा स्टेटको गभर्नमेन्टले जतिको काम गर्छ त्यतिको सायद अरू कुनै पार्टी सक्षम छैन जस्तो लाग्छ मलाई पहाडमा। किनभने भोलिको दिनमा केही कसो पनि अगर केही दुर्घटना होस् या कसैलाई केही चाहिन्छ घरको होस् एजुकेसनको होस् सबै चिज एउटा स्टेट पार्टीको पछिबाट नै हुँदैछ। आजको दिनमा धेरैजना छ जसले अब एउटा स्टेट गभर्नमेन्टको विरोध पनि गर्छ, स्टेट गभर्नमेन्टसँग अलग हुने कुरा पनि गर्छ। जस्तो घर थापिरहेको छ, स्टुडेन्ट लोनहरू थापिरहेको छ, पढिरहेको छ, स्टेट गभर्नमेन्टको अन्डरमा पढिरहेको छ, सबैजना स्टेट गभर्नमेन्टको अन्डरमा सबै कुरा भइरहेको छ। सो मलाई लाग्छ कि स्टेट गभर्नमेन्टसँग मिलेर नै काम गर्यो भने पहाड पनि राम्रो भएर जान्छ र हाम्रो आउने फ्युचर र जेनेरेसन पनि राम्रो हुन्छ भन्ने आशा राख्दै चाहिँ म आजको दिनमा चाहिँ टिएमसीमा जोइन गरेको छु। धन्यवाद।